तपाईलाई थाहा छ भगवान रामका भाइ लक्ष्मणले माता सीताको रक्षाका लागि कुटी बाहिर जुन लक्ष्मण रेखा कोर्नु भएको थियो त्यसमा यस्तो कुन ऊर्जा थियो जसले रावणको गोडा समेत काँपेको थियो? के यो कुनै लेजर जस्तै प्रविधिसँग सुसज्जित थियो? आउनुहोस् यस भिडियोमा हेरौँ। हेर्नुहोस्, यो लक्ष्मण रेखाको वास्तविक नाम सोमतिथि विद्या हो। यो भारतको प्राचीन विद्याहरूमध्ये एक हो जसको अन्तिम प्रयोग महाभारतको युद्धमा गरिएको थियो। यस लक्ष्मण रेखाको उल्लेख वाल्मीकि रामायणमा त गरिएको छैन, जसका कारण धेरै मानिसहरू यसलाई काल्पनिक मान्छन्, तर रामचरितमानसमा यसको वर्णन गरिएको छ। राता लक्ष्मण यो विद्यामा यति धेरै निपुण हुनुभएको थियो कि पछि यसलाई लक्ष्मण रेखा नै भन्न थालियो। केही मानिसहरू तर्क दिन्छन् कि लक्ष्मणले केवल एउटा रेखा मात्र कोरेर जानुभएको थिएन, बरु यो वेदद्वारा अभिमन्त्रित एउटा रेखा थियो। भनिन्छ कि यो वेद मन्त्रको एउटा कोड हो। पृथ्वी र बृहस्पति बीचको एउटा यस्तो केन्द्र छ जसले आफूभित्र जल, वायु, अग्नि, जमिन र अन्तरिक्षका परमाणुहरूलाई सोच्ने गर्दछ। जब यही कोडलाई उल्टो बनाइन्छ तब एक विशेष प्रकारको विद्युतीय ऊर्जा उत्पन्न हुन्छ जसका किरणहरू आधुनिक युगको लेजर जस्तै देखिन्छन्। कमेन्टमा जय सियाराम। भिडियो हेर्नुभएकोमा धन्यवाद। कथा कस्तो लाग्यो? यदि मन पर्यो भने यस्तै घतलाग्दा कथाहरू सुन्नका लागि राज एआई नेपाली स्टोरीलाई सब्स्क्राइब गर्न नभुल्नु।